गुड मर्निङ सम्पूर्ण साथीहरुमा सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म थोरै कुरा गर्न गइरहेको छु हाम्रो आँखाको बारेमा। भगवानले हामीलाई वरदान दिनुभएको छ। आँखा शरीरका विभिन्न अङ्गहरू सबै हामीले भगवानबाटै वरदान पाएका हुन्छौँ र हामीले जन्म लिइसकेपछि ती अङ्गहरूको हामीले कसरी सुरक्षा गर्ने, कसरी बचाउ गर्दै अगाडि जीवनहरू काट्दै जाने भन्ने कुरा सबै हाम्रो आफ्नै हातमा हुन्छ। हामीहरूले खानपानहरू राम्रो खायौँ भने हाम्रो शरीर बलियो हुँदै जान्छ, स्वस्थ हुँदै जान्छ र हामीहरूले जान्दै पनि खानपानलाई बिगार्यो भने हाम्रो शरीर दिनदिनै कमजोर हुँदै जान्छ। एकैपल्ट कमजोर हुने भएको भए सबको आँखा एकैपल्ट खुल्थ्यो, तर यो कमजोरीपन भन्ने कुरा बिस्तारै आउने भएको हुनाले जबसम्म मान्छेहरू सचेत हुँदैनन् तबसम्म चाहिँ कमजोरी कसरी हुन्छ, हाम्रो शरीर कसरी कमजोर हुन्छ भन्ने कुराको ज्ञान हुँदैन। यदि हामी समयमै सचेत भयौँ, ज्ञान लियौँ भने हामीहरूले आफ्नो शरीरलाई स्वस्थ राख्न सक्छौँ, बेलैमा सक्छौँ होइन। तर यदि हामीहरूले व्यवस्था गऱ्यौँ, आफ्नो कार्यव्यस्ततामै हामी डुबिरह्यौँ, आफ्नो शरीरको हालत के छ भनेर त्यो बुझ्ने प्रयासै गरेनौँ, हाम्रो शरीर हामीहरूको लागि कति महत्त्वपूर्ण छ, मेरो शरीरलाई मैले बलियो बनाइनँ भने यसले आउने दिनहरूमा भविष्यमा मलाई कस्तो असर गर्छ भन्ने बारे हामीहरूले आज नै सोचेनौँ भने हामीहरूले भोलि पर्सि ठुलो पश्चाताप गर्नुपर्ने हुन्छ। यो चाहिँ एकदमै सत्य हो। त्यही हुनाले हाम्रो शरीरको सबै अङ्गहरू उत्तिकै महत्त्वपूर्ण छन्। त्यसमध्ये अति नै धेरै महत्त्वपूर्ण अङ्ग मेरो विचारमा आँखा हो। किनभने आँखा भए भने हामी उज्यालो पनि देख्न सक्छौँ, रमाइलो पलहरू पनि हामी देख्न सक्छौँ, हाम्रो सन्तानहरूलाई हेर्न सक्छौँ, हाम्रो आमा बुवालाई हेर्न सक्छौँ। सबै कुरा हामी यो आँखाले रमणीय दृश्यहरू पनि हेर्न सक्छौँ। तर सोच्नुहोस् त, यदि यो आँखा नै भएन भने अथवा हाम्रो आँखा नै कमजोर भइदियो भने हामीहरू पुरा अन्धकारमा समय बिताउनु पर्ने हुन्छ। हामीहरू केही पनि देख्न सक्दैनौँ। केही पनि नदेख्दाखेरि हाम्रो यो 1 घन्टा आधी घन्टाको समय पनि हामीहरूलाई पुरै 24 घन्टा जस्तो लाग्छ। समय काट्न एकदमै अभाव महसुस हुन्छ, एकदमै थकित हुन्छौँ हामी। हाम्रो शरीरको एउटा आँखा मात्र त्यस्तो अङ्ग हो जसले हामीलाई सफलताको बाटो हिँड्न पनि मार्गदर्शन दिन्छ, बाटो देखाउँछ। अगाडि हामी हिँड्ने बाटोमा ढुङ्गा छ कि, हिलो छ कि, पानी छ कि, काँडा छ कि, सबै कुरा हामी आँखाको माध्यमबाट नै हेर्न सक्छौँ।